नमस्कार। आदरणीय उपभोक्ता तथा सरकारवाला दिदीबहिनी तथा दाजुभाइहरूमा निगमको हार्दिक अपिल। मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको विदितै छ। यस परिस्थितिमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसक्दा निगमको घाटा समेत अप्रत्याशित रूपमा बढ्न गई वित्तीय अवस्था कमजोर हुन पुगेको छ। यसरी निगमको वित्तीय अवस्था धराशायी हुँदै जाँदा पेट्रोलियम पदार्थ खरिद गरे बापतको इन्डियन ऑयल कर्पोरेसनलाई गर्नुपर्ने भुक्तानी समेत गर्न नसक्ने अवस्था सिर्जना भई आपूर्ति श्रृङ्खला नै अवरुद्ध हुन सक्ने सम्भावना उच्च भएको छ। यस विषम परिस्थितिलाई दृष्टिगत गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको उपलब्धता सुनिश्चित गर्न नेपाल आयल निगम हरदम सक्रिय रहँदै आएको छ। पछिल्लो पटक निगमले अप्रिल 3, 2026 मा पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा उच्च घाटा रहे तापनि प्रति लिटर रु 15 का दरले मात्र मूल्य बढाई समायोजन गरिएको थियो। तथापि उक्त मूल्य समायोजन खरिद मूल्यमा भएको वृद्धिको तुलनामा अत्यन्त न्यून मात्रै भएकोले निगमलाई प्रति लिटर पेट्रोलमा रु 34 रुपैयाँ 36 पैसा, डिजेलमा रु 120 रुपैयाँ 54 पैसा तथा एलपी ग्यासमा रु 416 रुपैयाँ 37 पैसा प्रति सिलिन्डर घाटा हुँदा पाक्षिक रूपमा रु 11 अर्ब 71 करोड अर्थात् प्रतिदिन करिब रु 78 करोड घाटा भइरहेको अवस्था थियो। पछिल्लो समय नागरिकलाई राहत दिन नेपाल सरकार मन्त्री परिषदको मिति 2082 12 24 गतेको निर्णय अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा लगाइँदै आएको भन्सार महसुल तथा पूर्वाधार विकास करमा 50% छुट दिँदा घाटा घट्न गई निगमलाई पाक्षिक रूपमा करिब रु 10 अर्ब 22 करोड अर्थात् प्रतिदिन रु 68 करोड घाटा भइरहेको थियो। तत्पश्चात पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर रूपमा वृद्धि भइरहेको अवस्था छ। पछिल्लो समय अर्थात् 30 मार्चदेखि 8 अप्रिल 2026 सम्मको स्पोट प्राइसमा भएको मूल्य वृद्धिलाई औसत गर्दा निगमलाई पाक्षिक रूपमा करिब रु 14 अर्ब अर्थात् दैनिक रूपमा रु 93 करोड घाटा हुने देखिन्छ। तसर्थ एलपी ग्यास लगायत सम्पूर्ण पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्नुको विकल्प निगमसँग नभएको बेहोरा आदरणीय उपभोक्ता महानुभावहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। निगमले आपूर्ति श्रृङ्खलालाई नियमित गर्न नेपाल सरकारबाट प्रदान गरिएको कर छुटबाट बचत भएको रकम, मार्च 23 देखि अप्रिल 7 सम्मको बिक्रीबाट उठेको रकम र निगमको मूल्य स्थिरीकरण कोषमा जम्मा भएको रकमबाट 8 अप्रिल 2026 मा इन्डियन ऑयल कर्पोरेसनलाई रु 26 अर्ब 86 करोड भुक्तानी गरिएको छ। अबको किस्ता 23 अप्रिल 2026 मा भुक्तानी गर्न करिब रु 16 अर्ब 37 करोड रकम व्यवस्थापन गर्नुपर्ने हुँदा 2082 चैत्र 26 गते पुनः मूल्य समायोजन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो। जस अनुसार पेट्रोलमा प्रति लिटर रु 17 रुपैयाँ, डिजेल मट्टितेलमा प्रति लिटर रु 25 रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर रु 100 र हवाई इन्धन आन्तरिकतर्फ रु 6 रुपैयाँले वृद्धि गरिएको छ। यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई अझै पाक्षिक रूपमा करिब 7 अर्ब 81 करोड घाटा हुने देखिन्छ। विश्वमा सिर्जित असहज परिस्थितिमा पेट्रोलियम पदार्थको बचत गर्नु हामी सबै जिम्मेवार नागरिकको कर्तव्य हुनेछ। हाम्रा छिमेकी मुलुकहरू बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का तथा अन्य एसियाली मुलुकहरूले समेत इन्धन सङ्कटको विषम परिस्थितिलाई सामना गर्न चर्को मूल्य समायोजन तथा पेट्रोलियम पदार्थको खपत कम गर्न विभिन्न विकल्पहरू जस्तै इन्धनमा कोटा प्रणाली, सवारी साधनलाई जोर बिजोर सञ्चालन, कार्यालय समय 4 दिनमा सीमित,
स्कुल कलेजमा अनलाइन कक्षा सञ्चालन आदि जस्ता कठोर विकल्पहरू लागू गर्दै आएको अवस्था छ। नेपाल सरकारको स्पष्ट मार्गदर्शन, सरकारवालाहरूको सहयोग र निगमको प्रभावकारी व्यवस्थापनले गर्दा नेपालको स्थिति सन्तोषजनक अवस्थामा छ। तसर्थ इन्धन सङ्कटको विषम परिस्थितिलाई सामना गर्न सम्पूर्ण उपभोक्ता एवं सरकारवालाहरूसँग निगमले निरन्तर सहयोगको अपेक्षा गर्दछ। नेपालमा आफ्नै पेट्रोल, डिजल, मर्तियल हवाई इन्धन तथा एलपी ग्यासको उत्पादन तथा प्रशोधन गर्ने सुविधा उपलब्ध नरहेको परिप्रेक्ष्यमा यहाँहरूलाई अवगतै छ। पेट्रोलियम पदार्थका लागि नेपालले अन्य मुलुकहरूमा निर्भर रहनुपर्ने बाध्यता छ। अहिलेको विषम परिस्थितिमा वित्तीय व्यवस्थापन गरी इन्धनको आयातलाई नियमित गर्न इन्धन खपत घटाउनु एक मात्र उपयुक्त विकल्प हुनेछ। उक्त विकल्पका लागि हालको अवस्थामा एकजना बाइक चालकले प्रतिदिन 1 लिटर मात्र पेट्रोल बचत गर्न सकेमा राज्यको करिब रु 22 करोड प्रतिदिन बचत हुन जान्छ। त्यस्तै गरी पेट्रोल डिजेल प्रयोग गर्ने एक गाडीले प्रतिदिन 1 लिटर बचत गरेमा करिब रु 4 करोड बचत हुने हुँदा प्रतिदिन कुल बचत रु 26 करोड हुन जान्छ र मूल्य समायोजनको अवधि 15 दिनमा कुल करिब रु 390 करोड बचत गर्न सकिने हुँदा निगम सम्पूर्ण उपभोक्ता महानुभावहरूसँग इन्धन बचतको लागि हार्दिक अपिल गर्दछ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको असहजता र कठिनाइप्रति नेपाल आयल निगम सम्पूर्ण उपभोक्ता एवं सरकारवालाहरूसँग निरन्तर सहयोगको लागि अपिल गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाइदिनु हुन समेत हार्दिक अनुरोध गर्दछ। धन्यवाद, नमस्कार।